त्यति सजिलो छैन महोदय। हेर्नुस् त यो निर्जन भूभागमा मान्छे जहाँ खाली खुट्टै खाली हिँड्दाखेरि पनि कुनै ब्याग नबोकिकन हिँड्दाखेरि पनि लेक लाग्छ, समस्या छ। त्यहाँ यत्रो भारी बोकेर जीवन धान्नुपर्ने बाध्यता छ। हामी यतिखेर सगरमाथा आधार शिविरमा छौँ र उहाँहरूले आधार शिविरसम्म यसरी भारी बोकेर ल्याउनुहुन्छ र सगरमाथा आधार शिविरबाट यो दृश्य हामी तपाईँलाई देखाइराखेका छौँ। उहाँहरूले भारी यसरी नल्याइदिने हो भने पर्यटकहरूको सामान यहाँ आइपुग्दैन। त्यसकारणले उहाँहरूलाई पनि म धेरै सम्मान गर्न चाहन्छु र तपाईँलाई म यतातिर देखाउन चाहन्छु। यो खुम्बु आइसफल हो। खुम्बु आइसफल यहाँबाट बगेको छ, निरन्तर बगिरहन्छ र यो चाहिँ संसारको लागि यो चाहिँ एउटा रिजर्भ ट्याङ्क हो पानीको। हामी सगरमाथाको आधार शिविरमा छौँ। अहिले हिउँ परेको कारणले, हिमपात भइराखेको कारणले गर्दाखेरि त्यति देखिएको छैन, सगरमाथा ढाकिएको छ। तर हामी चाहिँ यसरी 8K समिट देख्न सक्नुहुन्छ तपाईँले। एक्सपिडिसन 8K एक्सपिडिसनको यो ग्रुप यहाँ छ। यो टेन्टहरू सबै उहाँहरूले पनि थुप्रो मान्छेहरूलाई चाहिँ सगरमाथाको शिखरमा पुर्याउँदै आउनु भएको छ र नेपालको टुरिज्ममा यस्ता एक्सपिडिसन कम्पनीहरूको ठुलो देन छ। हामी उहाँहरूलाई हार्टली सम्मान गर्न चाहन्छौँ। सरकारलाई पनि देखाउन चाहन्छौँ यहाँको स्थिति र तपाईँहरूलाई पनि देखाउन चाहन्छौँ। जो सगरमाथा आधार शिविर आउनु भएको छैन, तपाईँहरूको लागि यो भिडियो।